मर्निङ सबैजनालाई। आज एकदम फगी डे छ अहिलेसम्म चाहिँ। अहिले लगभग 10 बज्दैछ, एकदम फगी डे। भिडियो स्टार्ट भइसकेको छ। आज भने चाहिँ फेरि फिल्ड ड्युटी परेको छ। उकालो गान्तोक जाँदैछु अहिले। गान्तोकमा परेको छ। दुईटा गाईलाई ट्र्याक गर्नु छ आज चाहिँ। बाटो चाहिँ एकदम खराब छ त्यो उकालो। यहाँदेखि चाहिँ कार्पेटिङ छ। यो चाहिँ पविक गुम्पा आइपुगेको छु अहिले। अब तपाईँको अलिकति अगाडि हो ट्र्याक गर्नुपर्ने घर चाहिँ। निकै नै जाडो रहेछ यहाँ चाहिँ। अलिक हाइट भएको कारणले गर्दा जङ्गल पनि निकै ज्यादा भएर होला सायद। अब भने चाहिँ गाउँ आइपुगेको छ। यो गाउँलाई चाहिँ गान्तोक भन्छ। अब चाहिँ म आइपुगेको छु। यो चाहिँ रोडको एन्ड हो। यहाँदेखि ओह्रालो झर्नु पर्ने छ मेरो चाहिँ। फ्री भएको छ? हजुर भएको छ। मलाई त डर लाग्छ फेरि। अब भने चाहिँ म रोड निक्लिसकेको छु ट्यागिङ सकेर चाहिँ। अब चाहिँ फर्किँदैछु म। यो गान्तोक डाँडादेखि चाहिँ एकदम दामी भ्यू देख्थ्यो सधैँ चाहिँ। आज चाहिँ मौसम खराब भएको कारणले त्यस्तो क्लियर छैन। यहाँदेखि चाहिँ पाक्योङ एयरपोर्ट पनि देख्थ्यो, आज चाहिँ क्लियर छैन रहेछ। यहाँ तल आसाम मिङ्जेहरू देख्नुहुँदैछ अलिअलि। अहिले चाहिँ म पविक गुम्पा आइपुगेको छु। यहाँदेखि उताको रोड त राम्रै देखिहाल्नु भयो तपाईँहरूले, राम्रै छ। अनि यहाँदेखि ओह्रालोको रोड तपाईँहरूलाई देखाउँदैछु। रोडको यहाँदेखि ओह्रालोको रोड चाहिँ हेर्नुहोस्, निकै खराब, भन्दा पनि रड्डी भइसकेको छ। पुरै खोला बग्दो रहेछ। अब यो रेनी सिजन स्टार्ट हुँदैछ। मेन रेनी सिजनमा चाहिँ अब यो यसको हालत चाहिँ कस्तो हुन्छ होला। यो जग्गा चाहिँ मेस्ताम भन्छ। मेस्ताम मजाले बसेको जग्गा छ। यहाँ चाहिँ अझै खराब छ हेर्नुहोस्। के गर्नु, ड्युटी हो, अटेन्ड गर्नै पर्छ। रफ बाटो भन्नु पाउँदैन, पानी झरी भन्नु पाउँदैन। त्यस्तै छ हाम्रो ड्युटी चाहिँ। मजा पनि आउँछ फिल्ड ड्युटीमा चाहिँ। एक्सपिरियन्स पनि हुन्छ धेरै कुराको। अहिले भने चाहिँ पब्लिक स्कुल आइपुगेको छु। यहाँ चाहिँ तपाईहरुलाई के देखाउन चाहे भन्दाखेरि चाहिँ
यस्तो क्लियर छैन। यहाँ पारी देख्नुहुँदैछ घरहरू बाक्लो एकदम। मेरो घर चाहिँ त्यही हो, रोडदेखि चाहिँ अलिकति मुनि पर्छ। मौसम पनि त्यस्तो राम्रो छैन आज, पानी छिटै आउने सम्भावना छ। त्यसै कारण यो हाम्रो गाउँ देखाउँदै आजको भिडियोलाई यतिमै एन्ड गर्दैछु। धन्यवाद।